दर्शकवृन्द नमस्कार। आज हामीसँग संवादका निमित्त हुनुहुन्छ डाक्टर विजय मिश्र। उहाँसँग संवाद गर्दैछौँ। नमस्कार, स्वागत डाक्टर साहब। हस्, धन्यवाद। डाक्टर साहब, यो पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किने बित्तिकै उहाँले के भन्नुभयो भने मलाई राजा ज्ञानेन्द्र शाहले त केही गर्न सक्नु भएन, बालेन शाह को हुन् यिनीहरू, मलाई थुन्न खोजेर हुन्छ भन्ने एउटा अभिव्यक्ति दिनुभयो। यसलाई कसरी लिनुभएको छ? जसले उहाँलाई सुनायो नजिक मान्छे तपाईँ थुन्छन् कि डर आगुल देखाए, त्यो डरको अभिव्यक्ति हो। तर उहाँलाई नथुन्नु भनेर सर्वोच्चले चिठी नै सर्वोच्चले आदेशै गरिसक्यो होइन र? अनि थुन्ने त चान्सै थिएन। अब हामी पटक पटक भन्ने तपाईँलाई थुन्दैनन्, आर्जुलाई चाहिँ सँगै नल्याउनु है भनेको थियौँ। आर्जुलाई ल्याए के हो? ल्याएन हो, बुद्धि पुऱ्याए। किनभने आर्जुलाई थुन्दा 3 करोड मध्ये 2.5 करोड खुसी हुन्छन् है। अब केटाकेटीलाई थाहा हुँदैन के खुसी हुन्छ, थाहा हुँदैन के खुसी भनेर थाहा हुँदैन। तर धेरै मान्छे आर्जुलाई थुन्दा खुसी हुन्छन्। आर्जुले नै शेरबहादुर देउवालाई बिगारेको भनिरहेछन् मान्छेहरूले यसो विश्लेषण गर्दाखेरि। त्यसो भएपछि शेरबहादुर देउवा चाहिँ सुरुदेखि नै नेवीसँग लाग्दादेखि नै दुःख पाएको मान्छे, जेल नेल भोगेको मान्छे। धन्न कृष्णप्रसाद भट्टराईले अलि दिन बेलायत पढाउनु जाँदा अलिअलिको यसो सुकेको ओठहरू रसायो भनौँ न। यसो त्यहाँ त भत्ता पनि दिन्छ, स्कलरसिपमा गएको थियो नि त, अलिअलि पैसा सैसा भयो। नत्र म त पहिले त हरिबुझेकै थियो नि त होइन, सङ्घर्ष गर्न बसेको मान्छे। अब त्यो हुँदाखेरि उनको सङ्घर्षलाई हेर्ने हो भने त, र उनको सङ्घर्ष र चिना दुइटालाई हेर्ने हो भने त 7 पटक प्रधानमन्त्री हुनु पऱ्यो नि त। 7 पटक हुने छेड देखियो त। आज कार्यकर्ताहरू त सडकमा आउनुभयो, स्वागत गर्नुभयो होइन। अब उहाँ घरसम्म पुर्याउने काम गर्नुभयो, 7 पटक देखिएन र उहाँ प्रधानमन्त्री बन्ने बाटो खुलेन र? त्यही त। अब आयो भने काङ्ग्रेस फेरि अब तपाईँले हेर्नुभयो भने पुनरावेदन गरेको छ नेपाली काङ्ग्रेसको उसको ग्रुपले, उहाँको ग्रुपले। उहाँहरूले फेरि जरेदेखि हेर्ने भनेछ, जरा अभियान चलाउँछ के अरे गगन थापाले। अनि जरादेखि अदालतले हेर्नु परेन? जरादेखि हो, जरे के अरे अभियान चलाएपछि यसो सोच्यो अदालतले पनि, जरैदेखि हेरिदिने भयो। त जरा भन्ने शब्द उसैलाई घाडा भयो, कसलाई भन्दाखेरि गगन थापालाई। हेर्नुहोस् है त, गगन थापा साँच्चीकै यो पछिल्लो समय त्यो तपाईँले हेर्नु विकिलिक्सको आउट गरेको एउटा डकुमेन्ट हेर्नुभयो भने मेसेन्जर अमेरिकाको एउटा यसो कहिले काहीँ काम लाग्दा युज गर्ने मान्छे यसो देखेको थियो नि त त्यो चिठी हेर्दाखेरि त। अब त्यसो भइसकेपछि अब त्यो अस्तिको जेनजी आन्दोलनको माहौलमा मैले त के भनिरहेको छु भनेदेखि त्यो पार्टी कार्यालय सानेपाको जल्दाखेरि सबभन्दा बढी कोही काङ्ग्रेसको खुसी भयो भने त्यही गगन थापा खुसी भयो होला। किनभनेदेखि उसलाई यहाँ शेरबहादुर देउवाको कुनै नाम निशाना नरहोस् भन्ने थियो उसलाई, गगन थापाको मान्छेहरूले। त्यो तपाईँले हेर्नुभयो भने अरूभन्दा के मिन विश्वकर्माले भनेको इन्टरभ्यू हेर्नुभयो भने त्यहाँ शेरबहादुर देउवालाई कुट्ने पनि केही काङ्ग्रेसका कार्यकर्ता थिए जो नजिकका, को कसको नजिकको थियो भने मैले भन्नै परेन। अब कुट्ने मान्छेहरू कसको नजिक हुन्छ भनेर त्यस पछाडि पटक पटक गएर यहाँनिर पार्टी कार्यालय जलाउने पनि त्यही काङ्ग्रेसका मान्छेहरू थिए। केही मान्छे त्यहाँ काङ्ग्रेसमा पनि थिए भनेर उसले त भिडियोमा देखिन्छ भनेर उहाँले नै भनिसकेपछि मैले अब त्यसलाई दोहोऱ्याए त पहिले म भन्थेँ, मलाई पत्याउँदैन थिएँ। तर अब तिनीहरूले नै भन्नु थालियोपछि अनि अब पत्याउने भएपछि ऊ चाहिँ के भयो भनेदेखि गगन थापा एकजनाले भन्छ नि एउटा बाख्राको फर्म त राम्रोसँग चलाउन नसक्ने, उनले भनेका मन बस्नेतले भनेका ठिक भने। अब उसले आफैले के पुरीले खेती गरेको थिएँ, पुरीले बिक्री हुने मार्केट पाएन, मेरो जोत दिएँ भने उसले इन्टरभ्यू भनेको जस्तो त गगन थापा आफैले भनेको क्या इन्टरभ्यूमा। यो सबै हेरेपछि गगन थापाले आफ्नो वडामा त एउटा हुन्छ नि मान्छेले आफ्नो घर भयो, वडामा त भोट काङ्ग्रेसले ल्याउनु पऱ्यो। रुखको कति भोट आयो अस्ति? थोरै आयो। अस्ति थोरै आयो भने के जमाना जब्त हुने गरी आयो। उनको वाडामा काङ्ग्रेस कति भोट आयो? ल ठिक छ, अहिले जेनजी आन्दोलनले गर्दाखेरि कम भोट आयो भन्ने कुरामा म चित्त बुझाउँला अरे होइन। काङ्ग्रेस जहाँ पनि त्यही भइरहेको छ। ऊ त आफै त क्षेत्र छोडेर भागे, कोही घर जलाइ गरेर भागे, कोही क्षेत्र छोडेर भागे, कोही के भयो के भयो। क्षेत्र नछोड्ने केपी ओलीलाई 50,000ले हराइदियो, त्यहीँ गएर बालेनले, यो भिन्नै कुरा हो। तर गगन थापाको तपाईँले के हुन्छ भनेदेखि गगन थापालाई अदालतले अथवा निर्वाचन आयोगले उसको पक्षमा जुन माहौल क्रिएट गरिदियो, उनी पनि जेनजी आन्दोलनको एउटा सरकारवाला थिए क्या। अब यो तपाईँले सरकारवाला थिए भनिराख्दाखेरि अलिकति हामी यो शेरबहादुर देउवातिर नै केन्द्रित हौँ। उहाँ खासमा चाहिँ नेपाल फर्किने बित्तिकै अभिव्यक्ति दिनु, जहाँ राजा ज्ञानेन्द्र शाहलाई जोडेर बोल्नु र अहिलेको सरकारलाई पनि केही पनि गर्न सक्दैन यसले, सम्पत्ति मेरो केही पनि छैन, अख्तियारदेखि लिएर जताततै छरपष्ट भइसकेको छ
भनेर जुन अभिव्यक्ति दिनुभयो यसले के सङ्केत देखाएको हो? उहाँले भनेको कुराले यस्तो राम्रो कुरा भन्नुभएको छ, जे हो त्यही भन्नुभएको छ। किन उहाँलाई ज्ञानेन्द्र सरकारले पक्रेर थुनेको पनि हो, राति नै घरबाट लिएर गएकै हो। तपाईँले त भिडियो हेर्नुभएको थियो होइन त? अब तर शाही आयोग नै खारिज भएपछि उनको ऊ पनि खारिज भयो होइन, थाहा छ नि त। अब त्यसो सम्पत्ति शुद्धिकरण आयोग अहिले पनि यहाँ अन्तरिम आदेश भएर खारिज भइसकेको छ, खारिज भएको छैन तर मुद्दा छ, त्यो पनि काम रोकिएको छ भने त्यो शाही आयो यो सम्पत्ति शुद्धिकरण उस्तै भएको देखियो नि त। अनि त्यसो भएपछि उनलाई रेड कर्नर नोटिस ल्याउन खोजे, के गर्न खोजे? रेड कर्नर नोटिस भने विदेशको संस्थाहरूले यो गर्न उपयुक्त छैन, नियमले मिल्दैन भनिदियो, रोकिदियो सरकारलाई। अदालतले पनि सर्वोच्च पक्राउ गर्नु हुँदैन भनिदियो। यति भइसकेपछि त अब पक्राउ हुन्छन् भन्ने डर देखाउनु नै गलत हो, पक्रिन जानु पनि मूर्खता हो। मैले अघि नै भने त्यसैले त उनलाई राजनीति गर्न दिनुपर्छ। अब उनले अदालतमा कुनै मुद्दा छ भने चाहिँ अदालतमा उपस्थित चाहिँ हुनुपर्छ, नियम सम्मान गर्नुपर्छ अदालतमा। मैले त्यही भएर आज आउनुभयो। कहिलेकाहीँ फिल्ममा के हुन्छ भने नि, अलिकति हिरोहरूलाई चाहिँ कुनै मुद्दा पऱ्यो भने मलाई प्रमाण जुटाउन टाइम देऊ न, 24 घन्टा म ल्याइदिन्छु भन्छन् त्यहाँको प्रहरीहरूलाई। अनि कुनै दानी प्रहरी अथवा के अरे मानवीय भावना भएको प्रहरीले तपाईँले के गर्छ भने ल 24 घन्टा हामी केही गर्दैन, 24 घन्टा पछि तँलाई फेरि देखाइदिन्छु नि भन्छ के। अनि त्यस्तै हाम्रो शेरबहादेवालाई पनि 24 घन्टा ठ्याक्कै 24 घन्टा बाँकी छ क्या। हेर्नु अब त्यो आए, अब 24 घन्टा पछि आमसभामा भाषण गर्छन्। त्यो आमसभा भाषण गरुन्जेछ तपाईँलाई हामी केही गर्दैनौँ। तपाईँ आमसभा भाषण गरिसक्नु भएपछि तपाईँ कार्यकर्ता घर घर जान्छन् नि, कोही चितवन पुग्छन् गाडी चढेर फर्केर, कोही बर्दिवास पुग्लान्, कोही बिपी राजमा कहाँ जाँदैछन् भन्लान्, कोही उता पोखरातिर जालान्, कोही नुवाकोटतिर जालान् होइन, कोही यता ओखलढुङ्गातिर जालान्। तपाईँ अब जिल्ला जिल्ला गए है भन्ने थाहा खबर आएपछि अनि बल्ल मुद्दा गर्ने पक्रिने कुराहरू चाहिँ मात्रै सरकारले गर्छ। 29 गते पछि शेरबहादुर र पक्राउ पर्छन् त्यसो भए होइन? 29 गते चाहिँ कसरी कार्यक्रम भयो? 29 गते कार्यक्रम भयो, आज 28 गते, भोलि 29 गतेदेखि हिँड्न थाल्छन् मान्छेहरू। 30 गतेदेखि कार्यकर्ताहरू फिर्किन थाल्छन्। हो, फिर्किन थालिसकेपछि कुनै मुद्दा खोजेर उनलाई अदालत समेत पुग्ने वातावरण चाहिँ बनाइछ। अदालत चाहिँ पुर्याउँछन् उहाँ आफै जानुहुन्छ होला नि, किन पुर्याउनु परेन उनीहरूले? किन जान्छन् अदालतमा चाहिँ? शेरबहादुर आफै अदालत चाहिँ किन जान्छ? पक्राउ गर्न मिल्दैन भनेर सर्वोच्चले भनिदिएको छ नि त। त्यसपछि कुनै मुद्दा त्यहाँनिर भएदेखि त्यो मुद्दा त अदालत भएको ठाउँ जान्छ नि त, एकपल्ट जानु परेन? मलाई यसरी पक्राउ गर्न खोजेको थिएँ के हो भनेर अदालत बुझ्न गएको जस्तो गऱ्यो भने त एउटा के नैतिकता देखिन्छ नि त होइन? के हो त अदालतमा यसरी कुराहरू आयो, म विदेश उपचार गर्न गएको थिएँ, हेर मेरो डकुमेन्ट यसरी फलोअपमा बसेको थिएँ, अनि यति दिन बस्नु भनेको थियो, बसेर हेर्ने भने डक्टरले मैले देखाएँ यी सबै रिपोर्टहरू हेर। अब म अहिले आएको छु, फेरि पनि मैले जानुपर्ने रिपोर्ट फेरि होला, फेरि मलाई फर्केर फेरि जानुपर्ने रिपोर्ट पनि होला, त्यो के अरे डक्टरले फेरि बोलाएको, ती सबै देखाइसकेपछि ल छ के छ लु भन भनेर भन्न त पाइयो नि त। त्यसले गर्दाखेरि नि अनि मान्छेले जुन किसिमले नेगेटिभ कुरा गर्दै गर्दै होइन रहेछ, बिरामी भएरै बसेका रहेछन्, फलोअपमा बसेका रहेछन् भन्ने कुराहरू त हुन्छ। अब यो सबै कुरा देखाउनलाई उनले एकपल्ट आफै अदालतलाई के हो त मेरो अवस्था के छ, मुद्दा मेरो कता कता के छ मुद्दा, त्यो त इन्फर्मेसन लिनु पऱ्यो नि त। अनि त्यसलाई फेस गर्नु पऱ्यो। कृष्ण प्रसाद भट्टराई 18 वर्ष जेल बसे हो नि त। बिपी कोइराला प्रधानमन्त्री पदमा हुँदै जेलमा बसे, त्यही पार्टीको मान्छे शेरबहादेवा हो। अनि त्यसो भएपछि प्रचण्ड हो र कहिले जेल नबसिकन 17,000 5,000 मान्छे मारेको जिम्मा, 5,000 मान्छे मारेको जिम्मा लिने मान्छे पनि यहाँ जेल बस्नु परेको छैन। यो देश चाहिँ यस्तो छ नि त, विदेशीको आशीर्वाद भएपछि यस्तो हुन्छ। तर उनले पटक पटक जेल बसेका मान्छे हुन्। त्यसले गर्दाखेरि शेरबहादेवाले प्रजातान्त्रिक समाजवाद भनेर जुन बिपीको सिद्धान्त छ त्यो सिद्धान्तमा जान खोजेका हुन्। तर यहाँ के छ, जियो पोलिटिक्सको कारणले जसरी अहिले बालेनलाई असफल बनाउन खोजिँदैछ त्यस्तै गरी उनलाई पनि पुरै विदेशी शक्तिले असफल बनाउन खोज्थ्यो होइन? शक्तिलाई हुन्छ नि त, विदेश शक्तिलाई टेरेन असफल बनाउन खोजे। अनि त्यसको विदेश शक्तिको आडमा कसैले के झापझुप पारेर उसलाई थुन्न पनि खोजे। केपी ओलीले पनि त्यस्तै स्थिति तपाईँले हेर्नुभएको छ अहिले कहाँ छन् भनेर। त्यसैले जबसम्म नेपालमा विदेशी शक्तिहरूले रत्तेउली खेल्छन् नि तबसम्म यहाँ कुनै नेता सुरक्षित हुँदैन, कुनै नेता पनि सुरक्षित हुँदैन। भनेपछि बालेन शाह अब सुरक्षित छैनन्? होइन, बालेन शाह सुरक्षित त हुँदैन थिए यदि उनले भारतसँग चीनसँग भेट्ने प्रयासहरू सुरु नगरेको भए। अब त उसले बुझे त यहाँ त सुरक्षित रहेनछौँ, यहाँ त भेट्नै पर्ने रहेछ
उनीहरूको पनि कुरा सुनिदिनै पर्ने रहेछ, नत्र म त एक्लै चलाउन सक्ने रहेछ यहाँनिर भन्ने कुरा सबै बुझिसकेपछि त्यो भाफ आउँछ नि कहिलेकाहीँ। के हुन्छ नि कुनै ठाउँमा भालु आउन जङ्गलमा बस्ने धेरै बस्ने मान्छेहरूले यो बाटो भालु आउँदैछ भने पहिला थाहा पाउँदो रहेछ क्या। म एकपल्ट ओखलडुङ्गा गएको थिएँ, साँझ परेको थियो, एकजना साथीले मलाई लिएर गइरहेको थिएँ, यसर चुप लाग्नु, एकछिन उभिनु त, चुप लाग्नु त भने क्या। किन भन्छन्, हातमा लट्ठी छँदैछ, किनभने एकछिन उभिए 5 मिनट उभाए होइन, अनि अब जाउँ सर भने नबोलिकन के भयो भने त भालु आएको थियो, त्यो उताबाट गयो, त्यही भएर चाहिँ बोल्यो भने धम्डी जानु भने भाप त्यो देखिएन अगाडि, तर त्यो हिँडाइ त्यो सराङ सुरुङ गरेको आवाज उसले चाहिँ के अरे त्यो मान्छेले थाहा पायो। त्यस्तै के हुन्छ भने बालेन्द्रले पनि त्यो भारतको अभिव्यक्ति त्यो गएर आयो, रवि गएर आयो, अलिक त्यहाँ मान्छेले यसो गरे, मिडियाले यताउता कुरा गर्यो, चिनले यस्तो भन्दैछ, चिन दलाइ लामाको कुरा आइरहेछ, यो दुईवटा कुरा भएपछि यसले कतै त्यो सराङ सुरुङ गरेको आवाज आएपछि अनि पखेर लु पहिले दुईवटासँग छलफल नगरी नहुने भएपछि दुईवटासँग छलफल गरे। अब दुईवटासँग छलफल गरिसकेपछि अर्को 3 ढुङ्गा बिचको तरुल भनेको छ नेपाललाई, अर्को ढुङ्गा बाँकी छ अमेरिका, त्योसँग पनि छलफल छिटै गर्लान्। ओके, अब यो विशेष गरेर चाहिँ आज 5 पटक यो देशका प्रधानमन्त्री भएका व्यक्ति नेपाल फर्किराख्दाखेरि तपाईँ त यो देशको पाखो व्यक्ति बुझिराख्नु भएको छ, नेपाललाई नजिकबाट हेरिराख्नु भएको छ। शेरबहादुर देउवाले यो देशका निम्ति चाहिँ के राम्रा कामहरू गरे बताइदिनुहोस् न आज। सबभन्दा पहिले त परिवारको लागि राम्रो गरे, छोरालाई अलि धनसम्म जोडाइदिए, श्रीमतीको भ्रष्टाचारका सबै फाइलहरूलाई दबाउन सहयोग गरे, सरकारै चेन्ज गर्नु पऱ्यो भने केपी ओलीसँग मिलेर त्यो त गरेकै हो होइन। पहिले त्यही कुरा गर्नु, त्यति पनि गर्न सक्ने त रहेछ नि, राति सरकार चेन्ज गरिदिए भने हैसियत नभए त त्यसै गरेनन् होइन। त्यस पछाडि तपाईँले देशको लागि के गरे भन्दाखेरि तपाईँले हेर्नु भने नेपाली काङ्ग्रेसको विधानमा तपाईँले हेर्नु पहिले त्यो मधेसी, जनजाति, दलित होइन त्यो के अरे दुर्गम क्षेत्रका मान्छेहरूलाई कोटा दिँदैन थियो क्या पहिले, तर काङ्ग्रेसले सुरु गर्यो कोटा दिन। काङ्ग्रेस सुरु गरेपछि संविधानमा पनि राख्यो कोटा। त्यो सुरुवात कसले गर्यो भन्दा शेरबहादुर देउवाको पालामा भयो, किनभने गिरिजाप्रसाद कोइरालाले गरेको थिएनन्, प्रजातान्त्रिक काङ्ग्रेसले गरेको थियो क्या पहिले, त्यो कलश साफ थियो नि त। अनि पछि फेरि उनीहरू मर्ज भयो काङ्ग्रेसमा, तर काङ्ग्रेस त्यसलाई एडप्ट गर्यो। अनि त्यसो भएपछि के भने त्यो भन्नु समानुपातिक ढङ्गले जात क्षेत्र अनुसार मान्छेलाई पनि सिट दिनुपर्छ भन्ने ल्याउने मान्छे चाहिँ उसलाई पनि कसैले सल्लाह दिए होला, तर ऊ सिग्नेचर उयो चल्यो नि त। उसलाई पनि प्रदीप गिरीले सल्लाह दिए कि कसले दिए थाहा छैन। अब प्रदीप गिरीले मैले राख्न लागेको भन्नु थियो हामीलाई चाहिँ होइन, तर त्यो पनि राखेँ नि त भन्ने एउटा भयो होइन, एउटा त्यो भयो। अर्को तपाईँले हेर्नु भने उसले गरेको एकदम राम्रो कुरा भनेको चाहिँ के छ भन्दाखेरि उनको पालोमा विकासका कुराहरू गर्ने क्रममा सुदूरपश्चिमलाई चाहिँ उसले गरे है। नत्र हामी के सूर्य पनि अस्ताउन मात्रै सुदूरपश्चिम जान्छ भन्थ्यौँ के, सूर्य त अवसर मात्रै जान्छ, झन् विकास त यसो कहिले काहीँ बाँकी रह्यो भने टपटोए जान्छ भन्थ्यो। तर उनी भइसकेपछि सुदूरपश्चिम लोकसेवामा पास गर्ने पनि मान्छे धेरै भयो, बढ्न थाल्यो होइन, सडक पनि धेरै भयो। मै त हेर्नुहोस् न, म पहिले दार्चुलामा पत्रकारिता पढाउनु गएको, महेन्द्रनगरबाट त्यो पल्टी भन्ने गाडीमा अथवा प्रेसको 2टा गाडी जान्थ्यो, त्यहाँबाट गएर दार्चुला हुँदै दार्चुला गएको। तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त पटक भएपछि त अब बाटो के छ भने डडेलधुरा हुँदै सिधै दार्चुला जाने बाटो पनि बनेछ, अनि यो बाटो जान पाइयो भनेपछि ओहो विकास त भएछ है भनेदेखि। तपाईँले यो भनिराख्दाखेरि एउटा कुरा अलिकति अवगत पनि गराउन चाहे, जस्तै योभन्दा अगाडि चाहिँ केपी शर्मा ओली भएको बेलामा चाहिँ पूर्व पश्चिम राजमार्ग पनि झन्डै 8 लेनको बन्न लागिरहेको थियो, सुरुङ मार्गमा प्रवेश गरेको थियो देश चाहिँ, झलनाथ खनाल प्रचण्डहरूले पनि बनाउने काम गरेका थिए। यति बेला टुप्लुक्क बालेन शाह जसरी आएर चाहिँ त्यसको श्रेय लिने काम गरेका छन् नि, ठ्याक्कै शेरबहादुर देउवाले पनि त्यही गरेका हुन्। जति बेला पूर्व प्रधानमन्त्रीहरू जस्तै सूर्यबहादुर थापाहरूले काम गरिराख्दाखेरि श्रेय लिने बेला देउवा आएका हुन् भन्छन् नि त फेरि। होइन त्यो तपाईँले खै सूर्यबहादुर थापा हुँदाखेरि त्यहाँ बाटो बनाएकै थिएन, त्यहाँ पुगेको थिएन। हामी त पत्रकारिता पढाउनु सबै ठाउँमा गएको छु, म त बजाङ पनि गएको छु हेर्नुहोस्, म डोटी पनि गएको छु पत्रकारिता पढाउन, म त्यो डडेलधुरा त 3-4 पटक गएको छु है, त्यो राष्ट्रिय योजना आएको भोलिन्टियरलाई पढाउन। त्यसपछि त्यो एरिया म खुब घुमेको छु, कैलाली पनि 2 पटक गएको छु। अब त्यो जाँदाखेरिको अवस्थाहरू यताउता बाटोको घाटो गर्दा अलिकति मलाई चाहिँ त्यो कसो आउँछ भनेदेखि त्यो यदि शेरबहादुर देउवा नभएको भए उसले बरु धनकुटाको त धरानदेखि धनकुटाको बाटो चाहिँ बनाए सूर्यबहादुर थापाले, त्यो चाहिँ फेरि भन्छु सूर्य थापाले त्यति गरे होइन, त्यो उता पूर्वतिर गरेका छन्, पश्चिमतिर चाहिँ सूर्य थापाले गरे भन्नु चाहिँ हामी त सूर्यबहादुर थापाको पालामै भन्थ्यौँ क्या। सूर्य पनि अस्ताउन मात्रै जाने सुदूरपश्चिममा, नेताहरू पनि अन्तिममा बाँकी रहेको बजेट मात्रै यसो दिन जान्छ न, जाँदैन भन्थ्यौँ। अब त्यो रहेन भन्ने कुराको स्थापित गराउने काम चाहिँ
शेरबहादुर देउपा भन्नु तर सुदूरपश्चिमबाट प्रधानमन्त्री किन बनाउँछु भन्थे नि मान्छेले तर बनाए त भन्ने कुरा आयो त्यो त किन काङ्ग्रेसले सुदूरपश्चिमको एउटा मान्छेलाई सङ्घर्ष गरेर आएको मान्छेलाई दिए पोजिटिभ यो तर के छ भने तपाईँले झट्ट हेर्दाखेरि उनले जतिसुकै गरे पनि उनको श्रीमतीको कारणले ती सबै कुराहरू माइनस भएर गयो यो देश बिगार्ने को हुन् पत्रकार हुन् कि नेता हुन् कि जनता हुन् सबै हुन् विज्ञ हुन् कि को हुन् सबै हुन् म पनि हो एउटा चाहिँ होइन बिगार्ने मध्येमा होइन तर सबैजना हुन् बिगार्नेहरू अब तपाईँले दोष चाहिँ किन अरूलाई मात्र देखाउने होइन तपाईँले हेर्नु भने बालेन्द्रजीले पनि सिंहदरबार जलाइदिन्छु भनेको सिंहदरबार जलाउँदा कोही निभाउनु कोही गएनन् होइन बालोटार जलाउँदा ऊ जलाउँदा कहाँ महत्त्वपूर्ण जग्गा जलायो नि त कम त्यो नजलाइकन पनि आन्दोलन गर्न सकिन्थ्यो भन्ने विकल्प त थियो आखिर त्यो बनाउनै पर्छ भन्ने थियो त्यसमा त्यो कति रिस मान्छेहरूलाई भन्ने कुरा आउँछ त्यसले गर्दाखेरि हत्या हिंसा बिनाको राजनीति त हर्क साम्पाङले गर्ने भन्दैछन् के प्रकृति संस्कृति प्रविधि मिलेर जीवन चल्छ यसको लागि पसिना बगाउनुपर्छ रगत बगाउने होइन पसिना बगाउनुपर्छ होइन अनि श्रमदान गर्नुपर्छ भन्ने उनको चाहिँ जुन सिद्धान्त छ नि बुद्ध स्टाइलको छ तर अरू चाहिँ अब सबै अब मान्छे काटेर नेपाली काङ्ग्रेसमा सशस्त्र आन्दोलन गरेर आएकै हो मालेले पनि त्यही गरेर आएकै हो प्रचण्ड त झन् 5000 मारेको जिम्मा लिनुभएको छ आफैले भाषण गरेरै होइन थारूहरूको सम्मेलनमा गएर गर्नुभएको जस्तो लागेको छ मलाई त्यो मागी सागी खाँदाखेरि अब यो सबै हेर्दा के देखिन्छ भनेदेखि कोही राजा ज्ञानेन्द्र पनि चोखो छैनन् यति भनिसक्यो त अब सक्यो बरु सत्तामा नबसेका मान्छेहरू हृदयेन्द्रलाई कुनै खोट लाउन सकिँदैन है अब त्यो अहिले आएको छ निष्कल राई त्यहाँनिर बोल्छ नि कति मिठो गरी हिजो अस्ति हेर्नुहोस् त 1 लाइन 2 लाइन बोलेको थिएँ भोटिङ गराए कोरम पुगेन हुन्छ भनिसकेका थिए राष्ट्रसभावालाहरूले भरे त्यो बदर भयो नि त त्यस्तो हेर्नुहोस् क्विक दिमाग लगाएर गरेका होइन सठिक कहाँ कतिखेर कसरी सुवाङ नेवाङ हो यस्तो व्यक्तिहरू तपाईँले भन्नु सम्झाउनु भयो यस्तो मान्छे राष्ट्रसभाभित्र पनि केही छन् श्रमशक्ति पार्टीभित्र पनि छन् तर अब मैले त्यो भने ती सबै मानिसहरूलाई नेतृत्वमा ल्याउने काम काङ्ग्रेसले गर्नु पर्यो अथवा एमाले गर्नु पर्यो यो किन एमाले काङ्ग्रेस नेपाली नागरिक बन्न सकिँदैन नेपाली नागरिक भएर चाहिँ यो देशलाई सेवा गर्न सकिँदैन त्यही त अब त्यो तपाईँले नागरिक त उनीहरू नागरिकता छ नागरिक नै हुन् तर नेपाली नागरिक जस्तो भावना चाहिँ उनीहरूले प्रस्तुत गर्न उनीहरूले के भन्छ तपाईँले प्रचण्डले एकपल्ट भनेको छन् के नै गरिन्छ भने आइयो तर यहाँ त कर्मचारी ब्युरोले नै ट्युसन पढाइदिँदो रहेछ विदेशी शक्तिको कुरा नगऱ्यो भने त आफू त टिक्नै नसक्ने रहेछ भन्ने भएर उनी चाहिँ अनि तुम शरणम भएर इन्डियासँग अनि बल्ल बल्ल बाँचेका हुन् नि त वास्तवमा राजनीति उनको बाँचेको नै इन्डियासँग हजुरी गरेर दलाली गरेर भनेपछि इन्डियासँग दलाली त एकताका केपी ओलीले पनि गरे महाकाली सन्धिको बेलामा बिचमा आएर केमा खटपट भयो अलिक दाम बढी दिन थाल्यो होला चाइनाले के हो चाइनातिर लाए बिचमा अलिकति अमेरिकातिर पनि लागेको थियो हेर्नुहोस् एमसिसी पास गरेमा त छिड्के दाउ लागेकै हो तिनीहरू पनि समर्थक हो क्या भित्रभित्र किन उसले आफैले इन्टरभ्यू भनेको छ म एमसिसीको समर्थक हुँ प्रचण्ड विरोधी हो भनेको थियो प्रचण्डले भोट हाले ऊ चाहिँ चुप्लाएर बस्यो फेरि त्यहाँ देख्नु त मौन बस्यो नि त्यो अब यी सबै राजनीतिक बोलीहरूको कुरा यी कुरौटीहरू क्या यी सबै यी कुरौटीहरूको कुरा विश्लेषण गर्ने भने त्यसुकै मिठो कुरा गरे पनि कसैले सुटकेसमा ल्याएर अलिक मोटो रकम राखिदिएछ भने यसो हेऱ्यो 1000 नोट 1 अरब यदि छ भने त भाइ सब कुरा छोड भनेर के भन्नु च्याप हातले लगाउने ल्याप्चे खुट्टाले लगाउने खुट्टाले पनि लगाउँछ त्यो त्यस्तो भएपछि उनीहरूले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्ने खालको पार्टी खोले क्या हामी चाहिँ निर्वाचन आयोगमा दर्ता गर्ने खालको पार्टी खोल्नुपर्ने ती पार्टी सबै कम्पनी रजिस्ट्रार कार्यालयमा गएर आय व्यय बुझाएर नाफा कमाउन भनेपछि नेपालका यी जति पनि पार्टीहरू छन् यिनीहरू नेपालमा पैसा कमाउनका लागि आएका हुन् जनताको सेवाका लागि कोही पनि आएका छन् अहिले त आएका छन् जस्तो तपाईँले हेर्नु भने श्रम संस्कृति पार्टीले अब उनीहरू सत्तामा गएको छैनन् त्यही भएर भन्न पाइयो होइन अब बालेन्द्र शाह पनि पैसा कमाउन आएको होइन बालेन्द्र तर रवि अथवा स्वर्णिम वाग्लेहरू पैसा कमाउन आएका हुन् फेरि हेर्नुहोस् है तर बालेन्द्र चाहिँ पैसा कमाउन आएको त्यसभित्र पनि छन् 1-2 जना मान्छेहरू जस्तै त्यहाँभित्र मान्छेहरू पैसा कमाउनु भने ऐसा आराम गर्न आउने खालको पनि केही सांसदहरू छन् केही सांसदहरूलाई तलब पनि नचाहिने पनि मान्छेहरू पनि छन् नि त अब त्यसो भइसक्यो भने केही नेक मान्छेहरू राम्रा मान्छेहरू पनि त्यहाँ गएको छ सबैलाई नराम्रो नभनौँ त्यसो भएपछि तपाईँले के देखिन्छ भनेदेखि तर मियोहरू चाहिँ खराब भइदिँदाखेरि अब के भन्छ बालेनले सरकारले यताउता गरेर लिक चेन्ज गर्यो भने पार्टीको डन्डा लगाउँछु भन्छन् रवि एकातिर अर्कोतिर के गर्छन् बालेनले पैसा खान दिँदैन ऊ पनि खाँदैन बालेनले थाहा नदिकन कसरी पैसा खान सकिन्छ भनेर छोडी बालीसँग वार्ता गर्छन् बेला बेलामा
कसरी पार्टी चलाउने चाहियो नि पैसा त पैसा नभए फेरि पार्टी चल्दैन कार्यकर्ता पाल्नु पर्यो बाहिर भन्ने कुरा त बेकु बनाउनु जनता त बेकु छन् थाहा छ म बेकु बनाउन सक्छु जनतालाई म बेकु बनाउन सक्छु तर बालेन्द्र भनेपछि मेरो मुटु थर्किन्छ म पहिले भन्थेँ अरे क्या जर्मनको एउटा चान्सलरले भन्थ्यो अरे क्या विश्वका कुनै पनि सेनासँग हामी लड्न तयार छौँ हिटलरले भनेको है अनि तर गोर्खाली सेना भनेपछि मेरो मुटु थर्किन्छ भन्यो अरे क्या रविलाई पनि त्यही भएको छ नेपालका कुनै पनि नेतासँग म लड्न तयार छु बालेन भनेपछि मेरो मुटु थर्किन्छ के गर्ने कसरी कमाउने भन्ने उसलाई भएको छ त्यसैले म के भन्छ भने मधेसको मुलको एउटा मैले बल्ल प्रधानमन्त्री बनाएका छन् मधेसी समुदायलाई के भन्छु भनेदेखि तपाईँहरूले उहाँलाई सहयोग गर्नुहोस् एकजना अमेरिकन प्रोफेसरले भनेको छ नेपालमा खस आएको वर्चस्वलाई कम गर्नको लागि मूल निवासी जनजातिहरू र मधेसीहरू मिलेर सत्तामा जानुपर्छ है एकपटक अनि मात्रै हुन्छ भनेको छ त्यो भनेको छ पहिले भनेको छ त्यो पनि कसलाई भनेको भने रामराजा प्रसाद सिंहलाई अमेरिकन ल्याब्रेरियन भनेको उनको बायोग्राफीमा छ क्या मलाई यसरी भन्यो भनेर अनि त्यतिखेर मधेस आन्दोलन हुँदाखेरि उनले लाहानमा गएर भाषण गरेकै थिए क्या रामराजाले के भने तिमीहरू खालि पहाडे सबैलाई गाली नगर है पहाडको दुःख गरेर हेर पहाडको जनजातिले पहाडमा बस्ने मान्छेहरूले काठमाडौँ उपत्यकामा सत्तामा बस्नेहरू चाहिँ अलिकति तपाईँहरूको विभेद गर्छन् तर पहाडमा त रोड पनि छैन खाने छैन दुःख छ पढाइको पनि राम्रो छैन तिमीहरू त रोड छ सम्म छ तिमीहरू त धेरै सुखी छौ तिमीहरूको अन्न भण्डार छ त्यसैले उताको दुःख हेऱ्यो भने तिमीहरूको दुःख केही छैन त्यसैले तिमीहरू सबै पहाडियालाई गाली नगर है भने उसले भनेपछि ए हो र भन्ने भयो भने त्यतिखेर के गर्यो भने एनपिआई नेपाल प्रेस इन्स्टिट्युटले के गर्यो भनेदेखि 10 जना तराईका पहाड के अरे पत्रकार मधेसी पत्रकारलाई पहाड पठायो पहाडको दुःख लेख्नला दुःख पत्रिकामा रेडियोमा टिभीमा देखाउनला 10 जना पहाडका पत्रकारहरूलाई मधेस घुमाउन लगायो अनि मधेसको दुःख लेख्नला अनि त्यो सबै निकालेपछि ए पहाडे पत्रकारले मधेसको दुःख लिएपछि विश्वास गर्ने हो नि पहाडको मान्छेले मधेसको पत्रकारले पहाडको दुःख लिएपछि त मधेसले विश्वास गर्ने भयो अनि ए हामी त दुइटै दुखी पो रहेछौँ त यहाँ त हामीलाई लडाएर जातीय रूपमा लडाएर राज गर्ने त्यहाँ प्रचण्ड केपी ओली शेरबहादेव बसिरहेको रहेछन् त भन्ने भावनाको जब विकास भयो नि त्यस पछाडि जेएनजी आन्दोलन के गर्यो तिनटैलाई उठाएर फ्यालिदियो नि एकपल्ट त अहिले हेर्नु नि त के भने हामी आपसमा झगडा गरेर काम रहन्छ यहाँ त गर्ने त यिनीहरू रहेछन् खाने त्यसो भएपछि उनीहरूले के गरे तिनजनालाई जेएनजी आन्दोलन उठाएर फ्यालिदियो तर तपाईँ हामीले अहिले यो भनिराख्दाखेरि तिनैजना फेरि मिलेर बालेन शाहलाई हटाउनका निम्ति तम तयार भएर लागेको देखियो नि त फेरि त्यही त तर यिनीहरू मिल्नु भनेको के हो त भन्दाखेरि हरुवा मिल्यो भने के हुन्छ हरुवा क्यु हुन्छ मात्रै अरू केही हुँदैन हरुवा एउटा अर्को हरुवा प्लस अर्को हरुवा तिनवटा हरुवा इन्टु गरे पनि हरुवा क्यु त्योभन्दा बढी के हुन्छ जितुवा क्यु हुनु पऱ्यो नि त्यहाँ त तर यो भनिराख्दाखेरि जितुवा क्यु हुँदैन भनिराख्नु भएको थियो तपाईँहरूले नै शेरबहादुर देउवालाई स्वागत गर्न मान्छे आउँदैनन् भनेर कता हामीले भनेको छैन अन्य व्यक्तिहरूले भनेको थियो तर आज पनि एयरपोर्टमा शेरबहादुर देउवालाई स्वागत गर्नका निमित्त कार्यकर्ताहरूको उपस्थिति बाक्लै रूपमा देखियो यसले सङ्केत के देखाउँछ भने कम्तीमा 10,000 शेरबहादुर देउवाले 10,000 केपी ओलीले 10,000 प्रचण्डले 30,000 कार्यकर्ता निकाले भने त सत्ता कब्जा गरिँदो रहेछ भनेर त प्रचण्डले अस्ति नै भनिसके त यो त देखिन सक्ने सम्भावना त्यसरी त देखियो नि त त्यो होइन 30,000 कार्यकर्ता ल्याएर सत्ता कब्जा गर्ने होइन नेपाली सेनाले चुप्लाएर बस्दियो नेपाल प्रहरीले चुप्लाएर बस्दियो तपाईँहरूले भनेर चुप्लाएर बस्छ त्यो जेनजी बच्चाहरू मार्ने हो तपाईँहरूले त्यहाँ चुप्लाएर बस्दियो के अरे मानवीय क्षति अब नहोस् भनेर कि तपाईँ त्यसको भोलिपल्टदेखि तपाईँ आफै त्यसै गर्नु न तपाईँको छिमेकीहरू तपाईँको घर जलोस् भनेर सोचिरहेको थिएँ किन त्यो बच्चा मरेको गिरी निक्लेको बुढी निक्लेको रगत निक्लेको देखेपछि कसलाई भएन भन्नु न त्यो फोटो हेर्ने बित्तिकै त नि यस्ता पापी नेताहरू पनि यो संसारमा बाँच्छन् र भन्ने जस्तो लाग्थ्यो होइन तर त्यही पापी नेताहरू अहिले भएर तर अब यहाँ के छ भनेदेखि कमजोरी शेरबहादुर देउवाको कमजोरी आर्जु यदि आर्जुलाई साइडमा लगाएर उनी राजनीति भयो भने फेरि पनि उनी पार्टी सभापति हुन सक्छन् फेरि पार्टी सभापति भन्छन् अब तर उनले बन्नुपर्ने छैन किनभने विधान अनुसार त 2 पल्ट मात्रै भएर उनी पार्टी सभापति हुँदैनन् अब शशाङ्क कोइरालालाई उनले 2 पटक बसाएकै हो नि तपाईँ थाहा छ नि 2 पल्ट बसाएको नि त्यसरी उसले के अरे म पार्टी सभापति भइसकेपछि त्यस पछाडि मैले कसैलाई बनाउनु पऱ्यो भने तिमीलाई बनाउँछु भने कसम खाएको छ पहिल्यै खाइसकेको छ हेर्नुहोस् है
त्यो खाइसक्यो मलाई मसँग कसम खानुभएकोले मलाई सभापति दिनुहोस् न त भनेर यहाँ डाक्टर शेखर कोइरालाको नेतृत्वमा बनाउन खोज्दै थिए नि त शेखर कोइराला पनि उत्तिकै सशक्त मान्छे हुनुहुन्छ होइन तर त्यो पनि के हो विमलेन्द्र निधि पूर्णबहादुर खड्का अर्को के प्रकाशमान सिंह यिनीहरू चाहिँ के नि शेखर कोइराला भन्दा शासक नै ठिक भन्ने हो शेरबहादुरलाई पनि के भने मैले पहिले कसम खाएको थिएँ बोलेको थिएँ त्यो पनि पुरा गर्नुपर्ने हो भनेर उसलाई अगाडि बढाएँ उसले पार्टी फुटाउने भन्ने कुरा गरेको छैन नि अहिले त पार्टी एक गराउनलाई म यो सम्मेलन गर्दैछु भनेको अनि त्यति पार्टी फुट्छ भन्ने बेकुता त्यो त एउटा छ नि त्यो पहिले प्रेस युनियन हुन्थ्यो एकजना अहिले त्यो केन्द्र सदस्य बनाएको छ हाम्रो गगनको नजिकको एकजना पत्रकार हुनुहुन्छ तिनले चाहिँ बोलेको छैन र यो सरकारसँग मिलेर आउन लाग्यो अरे कस्तो हेर लाजाको पसाएर आफ्नो नेता स्वागत गर्नुपर्ने जाने ठाउँमा यो आउनु हुँदैन यो सरकारसँग मिल्न लाग्यो भनेर पो भन्छन् त बा कति बुद्धि रहेछ हौ त अचम्म लाग्यो अब देशको यो माहौल चाहिँ कसरी अगाडि बढ्छ अब चाहिँ अब यसो छ उहाँ आउनुभयो उहाँ बस्नुहुन्छ त्यो माहौलले केही होइन अब शेरबहादुर देउवा के अरे केपी ओली भेट्न जालान् अथवा प्रचण्ड भेट्न जालान् होइन दुःख के अरे बिरामी भएर आएको हो नि त उपचार गरेर के कसो हाई सन्च त गर्न जानु पर्यो साथी पनि हुन्छ साथी म त गगन थापा नै जानुपर्छ आज एयरपोर्ट मानव हो भने ऊ त मानव होइन रहेछ मानिस मात्र रहेछ आफ्नो सिनियर नेता आउँदैछन् भनेपछि के छ सन्चो बिसन्चो गरे स्वागत गरिदियो के हुन्थ्यो अनि त्यो मानवीय भावना हुन्थ्यो नि त अनि मानव भन्ने भने तपाईँ त मानव होइन रहेछ तपाईँ त मानिस मात्र रहेछ किनभने मानिसले जे गर्नु हुँदैन भन्छ नि त्यो पनि गर्छ भने त्यो मानिस हुन्छ उनी मानिस मात्र रहेछन् गगन थापा अब मानिस मात्रै हुन् मानव हुन सकेनन् अब मानव बन्नको लागि शेरबहादुर देउवालाई भेट्न जानुपर्छ कर्सी निर्माण गर्नुपर्छ अरू सबै त्यहाँ जानेहरू मानव हुन् किन उनीहरू एउटा मान्छे दुःखमा परेको घाइते भएर उपचार गरेर फर्केर आए मान्छेलाई भेट्न गए त्यो त मानवीय भावना हो नि त त्यो भेट्न जाने सबै मानवहरू भए काङ्ग्रेसभित्रको भेट्न जानु हुँदैन भनेर तर्कुल लगाउने र भेट्न नजाने तपाईँ त म ठुलो भइसकेँ म सभापति भइसकेँ म महामन्त्री भइसकेँ भनेर गफ दिने त्यो गफाडीहरू छन् नि त्यो टिना हिरोहरू तिनीहरूको काम छैन तिनीहरूको बोलीको कुनै भ्यालु छैन अहिले किनभनेदेखि त्यो निर्वाचन भएर आएकै होइन त्यहाँ सर्वसम्मति गरेर ल्याएको होइन निर्वाचन नोमिनेसन गर्नेहरूको नोमिनेसन जबरजस्ती फिर्ता लिन लाग्यो होइन थाहा पाउनुभएको छ तपाईँले एउटा अर्को थियो त्यो के अरे रवि लामिछानेले एउटा नोमिनेसन गर्छु भन्नु अध्यक्षमा त्यसलाई नै साधारण सचिवबाट हटाइदिए थाहा छ नि त गगन थापाहरूको पनि त्यही नै हो त्यसो भए गगन थापा के हो त त्यहाँ तपाईँले महामन्त्रीमा नोमिनेसन गरेको थियो विश्वप्रकाशले पहिले मिडियामा आयो नि त 1 घन्टा 2 घन्टासम्म महामन्त्रीमा गर्नुभएको छ भने आयो दर्ता गर्न गएको ऊ पनि आयो फोटोसहित आयो तर पछिबाट एकैचोटि उपाध्यक्ष भयो उपसभापति भयो कसरी भयो त निर्वाचन आयोग त म त दर्ता गरिसकेको फेरि फिर्ता गऱ्यो सबैलाई फिर्ता गर्न लाग्यो अनि सर्वसम्मति गर्न लागेको हो त्यो त किनभने फेरि भोट हाल्ने मान्छे पुग्दैनन् कोरम पुग्दैन कति भयो त अस्ति हेर्नुहोस् त हाल्दाखेरि भोट लास्टमा राष्ट्रसभाको के भयो अहिले पनि त्यो विवाद मान्छे सबैजना बसे त भोट हाल्ने भने आधा पनि पुगेनन् 50%ले भोट हालेनन् 30-80 कति पर्सेन्टले भोट हाले धेरै कम मान्छेले मात्रै भोट हालेका हुन् राष्ट्रसभामा भने त्यही त 38% कि 40% भोट हाले अरे त्यस्तै हुन्थ्यो हरिबिजोको हुन्थ्यो त्यसपछि उसले सर्वसम्मति गरेर सबैले हाले भन्ने पार्ने गरेको हो अब एक ल्याएर तपाईँले गरे होइन भने म थिएन म आएको थिइनँ भनिदिने बेर लाउँदैन मान्छेहरू किन अब मरेको मान्छेलाई भोट गिरे भने देखाएको छ नि त्यहाँ मरिसकेको सदस्यको पनि नाम थियो भोटर लिस्ट नाम थियो सकिने कुरो भनेपछि अब गगन थापालाई चाहिँ आछु हुने भयो गगन थापाको चाहिँ बिल्लीबाट हुने अवस्था आयो त्यसो होइन हामीले त पहिलेदेखि बिडीबाटै हेरेका छौँ किनभने उसलाई बिल्लीबाट मधेसले बिल्लीबाट बनाइदिइहाल्यो आफ्नो क्षेत्रको जनतालाई लखेटिहाल्यो अब कहाँ जाने त आफ्नो क्षेत्रको जनतालाई विश्वास नगरेर त्यहाँबाट भागेको होइन भगौडा हो होइन भन्नु त आफ्नो क्षेत्रबाट भागेर उहाँ गयो मधेसले पनि खा भनिदियो अनि अब कहाँ जाने त अब अमेरिकाभन्दा बाहिर जाने ठाउँ छ त गगन थापा अमेरिका जान्छन् होइन भनेको कहीँ छ त अब त्यो उठ्ने ठाउँ देखाउनु न लु मलाई भन्नु न त आफ्नो ठाउँबाट छोडेर भागे मधेसले खा भनिदियो अब कहाँ जाने भन्नु तपाईँले लु भन्नु त आफै तपाईँ कहाँ जाने उहाँले मलाई त कहाँ भन्नु मैले त यहाँ जाऊ उहाँ जाऊ भनेर हुँदैन मैले भनेर होइन त्यो पनि तपाईँले जान कहाँ छ त उपयुक्त उहाँको के अरे 77 जिल्लामध्ये एक जिल्ला त जान्लान् नि हो त्यही त अब त्यो त प्रचण्डको नीति लिनु पर्यो प्रचण्डको नीति लिनु पर्यो प्रचण्ड त जहाँ जितिन्छ त्यहाँ जान्थे तर यिनी त जहाँ हारिन्छ त्यहाँ जान थाले जहाँ हारिन्छ त्यहाँ जान थाले सुरुमै त सायद बिग्रियो नि त अनि जहाँ हारिन्छ त्यहाँ गएर के गर्नु भनेपछि केटाकेटी छन् बुद्धि छैन राजनीतिक संस्कार छैन अनि के नपायो भन्छ नि मैले नपाउनेले मोमो पायो बोक्रा छोडाएर खायो भन्छन् के अब त खाने तरिका त मोमो खाने तरिका त बोक्रा छोडाएर खाइँदैन नि त्यहाँ त बोक्रा छोडाएर पहिले भित्र गुदी खायो
अब यो बोक्रा छोड्न थालेपछि के अभिगत भयो भन्दाखेरि त आफ्नो वाडाका जनताले पत्याएनन् अनि गगनलाई पत्याएको होइन नि निष्कल राईलाई पत्याएर निष्कललाई जिताए हो अब अरूलाई पत्याएर अरूलाई आफ्नो आफ्नो व्यक्तिगत क्षमताले जितेका छन् गगनलाई त धारे हात लगाएका छन् मान्छे कत्रो खर्च गर्यो होला गगनले भन्नुहोस् त बिचरा के सोचे मैले के भयो अहिले भने गीत गाए हुन्छ उसले पनि के सोचेको थिएँ मैले के भयो अहिले भन्ने गीत गाए हुन्छ त्यस्तो मान्छे भएपछि तर अब मैले के भन्छ त्यति हुँदै पनि तर काङ्ग्रेस भित्रको एउटा युवा त जोस जाँगर भएको मान्छे त थिए नि त युवा टिमलाई लिएर हिँडिरहेको थिए तर उनले के गर्नुपर्छ भने युवा टिमलाई लिएर हिँड्ने तर अभिभावक एउटालाई दिने गरेर महाधिवेशन गइदिएको भए त्यस्तो हरिबिजोग चाहिँ उनी चाहिँ हार्दैन थियो क्या अरूभन्दा पनि उनी हार्दैन थिए शेरबहादुर पनि आफ्नो क्षेत्रबाट जित्थे अनि त्यसपछि 5-10 सिट त बढ्थ्यो होइन 10 सिट मात्रै बढ्यो भने काङ्ग्रेसले के हुन्छ अलिकति हुन्थ्यो नि त इज्जत काङ्ग्रेसको इज्जत सबैभन्दा माटोमा मिलाउने काम त गगन थापाले गरे भने आज यो देश यो ध्वस्त बनाउने देशको अवस्था तपाईँले देख्नु भएको छ नि राम्रोसँग देख्नु भएको छ नि राम्रोसँग देख्नु भएको छ नि यो देशका बौद्धिक लेभल भनेका मानिसहरू जो आफूलाई डक्टर बनाउँछन् हो जो डक्टर बनाउँछ यो देशका पत्रकार म पनि हो है फेरि म तपाईँलाई मात्र दोष दिन्न अनि यो देशका नेता अभियन्ता यो देशका सबभन्दा घाँडो चाहिँ यिनीहरू होइन त सबैजना छैन केही चाहिँ बहुसङ्ख्यक चाहिँ हुन् सबैलाई भन्न मिल्दैन जस्तो तपाईँले हेर्नुभयो भने नेता त भयो तर कहिले मन्त्री हुन नपाउने मान्छेलाई कति गाली गर्नु किन बनाउने त्यस्ता हुलट्ठलाई चाहिँ मन्त्री चाहिँ होइन त्यो नेपाली जनताले कर किन तिर्ने त्यही त होइन तपाईँले मन्त्री हुन जो मन्त्री भए कमाए रमाए उनीहरूले गलत गरे तर मन्त्री नै भएका छैनन् तिमीहरूले पनि गरेको हो भनेर पाएन उनीहरूले विरोध गर्दै जान्छ त यहाँ भ्रष्टाचार भयो देश सकिने अवस्था छ हेर्नुहोस् त देश प्रधानमन्त्रीले भन्नुहुन्छ भारतको सीमा नामिचेको तपाईँहरू केही बोल्नुहुन्न सिधा कुरा बुद्धिजीवी बनाउँदा अनि अर्का व्यक्तिहरूले चाहिँ के भन्छन् परराष्ट्र मन्त्री गएर चाहिँ के भन्छन् सुगौली सन्धिको हामीसँग त केही प्रमाणै छैन भन्छन् अनि हामी पत्रकारहरू चाहिँ ताली पिटेर बस्छौँ सुन्नु न सुगौली सन्धिको त मैले हाल्दै छु फेसबुकमा सुगौली सन्धिको फर्स्ट पेज र लास्ट पेज मैले फेसबुकमा हालिदिएको छु हिजो हालिदिएको भर्खर त्यसको त्यो फोटोकपी हुन्छ नि त सिग्नेचर गरेको वाला कपी हुन्छ नि त त्यो जुन त्यतिखेर जुन भाषामा लेखेँ त्यही भाषाको मेरो फेसबुकमै हालिदिएछु मैले त्यो चाहिँ नरहरि योगी नरहरिनाथको किताबमा त्यो फर्स्ट पेज र दुईवटा लास्ट पेज चाहिँ दुईवटा भाषाको उहाँले नमुनाको रूपमा हालिदिनु भएको छ त्यहाँनिर राजा कोष मोहर छैन भनेर उहाँले त्यो हालेर यो डुप्लिकेट भयो नक्कली भयो किनभनेदेखि यसलाई हामीले मान्नुपर्ने आवश्यक छैन किन राजाले मोहर नलागेदेखि मान्यता हुँदैन थियो राजाको मोहर बिना कसरी यो भयो भनेर उहाँले त्यो फोटोकपी नै हालिदिनु भएको छ अब तर यहाँ के छ यहाँ सरकारले के सर्वोच्च अदालतले सरकारसँग माग्यो यहाँ सिधा भनौँ न तपाईँ बिग्री हुनुभयो म बिग्री भएँ 1000 रुपियाँमा तपाईँ हामी बिग्री हुन्छौँ अनि देश कसैले भद्रगोल बनायौँ हामीले सिधा अर्थमा त्यही होइन होइन तपाईँले तर यो देशमा कर्मचारी बिग्री हुन्छ पुलिस बिग्री हुन्छ सबै बिग्री भए बिग्री देश चाहिँ रातो बाकसमा राखेको किताब चाहिँ हामीले पाउँछौँ त डकुमेन्ट कर्मचारी त छन् नि त त्यहाँ त्यही त त्यो त दरबारमा थियो नि त पहिले त्यो कहाँ गयो रातो बाकसमा होइन कर्मचारी सबै मिलेर गरेका होइन त्यो चाहिँ हो त्यसो भने तपाईँले भन्नु त्यो त किन जसको हातमा अधिकार थियो त्यो राख्ने तिनीहरूले त्यसलाई बिक्री गर्यो किन तपाईँ 1950 को सन्धि पनि हामीसँग छैन 19 श्रेष्ठले भन्नु सोध्नुहोस् 1950 को सन्धि नेपाल र भारत बिचमा भएको नि भारतको कपी भारतसँग छ नेपालको कपी चाहिँ बेलायतको लाइब्रेरीमा छ ओरिजिनल कपी बेलायतको लाइब्रेरीमा छ त्यहाँ गएर पन्जालाई वरि हेरेका रे गएर फोटो खिच्न पनि दिएन अरे हाम्रो बुद्धिनारायण श्रेष्ठले भनेको त्यतिखेर बुद्धिनारायण श्रेष्ठले त्यो लाइब्रेरीको चिफलाई सोध्नु भएको छ यो 1950 यहाँ ल्याउनु भएछ यहाँ रहेछ सुगौली सन्धि पनि यता कतै छ कि मलाई देखाइदिनु न भन्नु अरे उहाँले त्यहाँ अनि उसले के यहाँ चाहिँ सुगौली सन्धि छैन बेलायतमै छैन नभए आउँथ्यो त्यो चाहिँ अब ब्रिटिस इस्ट इन्डिया कम्पनीसँगै गरेको हो नि त हैदराबाद भन्ने ठाउँमा इन्डियामा एउटा यस्तो ठाउँ छ पुरानो डकुमेन्ट राख्ने ठाउँ जहाँ चाहिँ त्यहाँको 3टा निकायले सुरक्षा अथवा परराष्ट्र हेर्ने त्यहाँको कुन कोपी 3टा निकायले साँचो लगाएर राख्ने गर्छ 3टै निकायको सहमति त्यो ढोका खुल्छ तपाईहरूले नेपाल सरकारले पावर लगाएर भनसुन गरेर त्यसको एक कपी फोटोकपी हामीलाई चाहियो हजुर भन्यो भने भारतले दया माया गर्यो भने खोलेर दिन सक्छ भारतले त दिँदैन अब हैदराबादको कुरा छ नि त होइन माग्नु त पऱ्यो नि पहिले नदियो भने पछिको कुरा हो अब माग्नु पर्ने मान्छे माग्दैनन् यति कुरा त मैले 10 पल्ट भनिसकेँ टिभीमा यो कुरा हेर्नुहोस् है त अब मैले त्यो लास्ट पेज र फर्स्ट पेज त
त्यही किताबमै फोटोकपी हालेको छ। अब लास्ट पेज र फर्स्ट पेज फोटोकपी हाल्ने मान्छेसँग पुरै थिएन होला, थियो होला नि त, थियो होला। त्यो चाहिँ कहाँ गयो त भन्दाखेरि अब क्या कुरा कहाँ आउँछ, म त्यहाँ सोध्छु कहाँ गयो त, के गर्ने हजुर बिपी प्रधानमन्त्री हुँदाखेरि त्यहाँ मृगस्थलीको सबै योगी नारायण सामान जलाइदिइहाल्यो लगेर, कागजपत्र सब बोकेर एउटा खाल्टोमा हालेर आगो लगाइदिएछन् मट्टेल हालेर यो देशका अपराधीहरू। त्यस उहाँले फेरि के गर्नुपर्छ यहाँ के हो भनेर केही सामग्री चाहिँ ल्याएर सिंहदरबारभित्र राखिदिनु भएको रहेछ। त्यो सिंहदरबार त्यो पनि जलेछ अरे, जे जलाउनु कितिनिधि बिस्टको पालामा जल्यो नि हो, जे जलाउनु पर्छ त्यो ठ्याक्क जलाए, त्यति बेलै त्यतादेखि पनि जलाए, यता पनि जलाए उता पनि जलाए, बिचरा धन्न फोटोकपी गरेर 2टा पेज चाहिँ भेटाएर हालेछन्। हेर्नुहोस् है, यो देशका सबै अपराधी रहेछन् माथिल्लो बस्ने हो। राष्ट्रवादी मान्छेहरूको एकदम खाँचो छ यहाँ, सत्तामा पुग्यो कि पैसा कमाउँछ। किनभने तपाईँले के हुन्छ भने 10,000 मास तपाईँ पछि हिँड्न थाल्यो भने तपाईँलाई भारतले किन्न खोज्छ, चाइनाले किन्न खोज्छ, अमेरिकाले किन्न खोज्छ, रुसले किन्न खोज्छ, अनि तपाईँ मान्छे के बिक्री हुन्छन्, मान्छेहरू बिक्री भइहाल्छन्। हामी चाहिँ हाम्रो नेता बन्छौँ। हेर्नुहोस् 10,000 भन्दा बढी मास तपाईँले निकालेर हिँड्न थाल्नु भने तपाईँले गर्न सक्नुभयो भने तपाईँले अफर आउनु थाल्छ अरे, अनि तिनीहरूले के बिक्री हुन्छन्, चुनावको बेलामा खर्च दिन्छन्। मान्छे कति नेताहरू मैले सुनेको छु के भन्छन् भनेदेखि नि चुनावमा हार्दा चिन्ता छैन उनीहरूलाई, चन्दा उठाइएको थियो, आधा खर्च आधा बचेर एउटा काठमाडौँ एउटा घर चाहिँ आउने भयो यसपालि चुनाव टिकट पाउँदा, त्यतिसम्म भन्छन्, त्यसरीसम्म भन्छ यिनीहरूको सत्य पलाओस्। अनि हस्, समय र संवादका निम्ति तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।